श्रीस्वस्तानि देव्यै नमः। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैः वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरासुरगणः देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलप्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्या प्रसादाद् वक्ष्यामि नारायणकथामिमं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। जय बोलो श्री स्वस्तानी माता की जय हो। अथ पञ्चम अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमीले सोधेका सबै प्रश्नको उत्तर दिइसके, अब के सुन्ने इच्छा छ भन, म सबै सुनाउन तयार छु। त्यति सुनि अगस्त्य मुनिले बिन्ती गरे, हे कुमारजी, त्रिपुरासुरले कसको तपस्या गरो त्यसलाई श्री महादेवले कसरी भस्म पार्नुभयो यो सुन्ने इच्छा छ, यो सबै आज्ञा होस् भनी मुनिको प्रश्न सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि, अघि विष्णु भगवानले हिरण्यक्ष नाम गरेको दैत्यको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुखी भएर खेद गर्न लागे। अब माया नामको दैत्य मनमा विचार गर्न लाग्यो, जस्तो महादेव नहुँदा रति भइन् त्यस्तै तो दानवराज मय पनि भयो र। अनि बलवान तारकाक्ष र विद्युत प्रभ नामका आफ्ना मित्र समेतले मयले कठोर तपस्या गर्न लागे। ती तीनैजना दैत्यहरू माघ अनि पुसको जाडोमा हिमालयमा गई तपस्या गर्दथे। वैशाख जेठको घाममा पञ्चाग्नि तापी गर्मी प्रदेशमा तपस्या गर्दथे। यसै प्रकारले तपस्या गर्दा गर्दा 10,000 वर्ष बिताए। तिनका देहमा केवल हाड छाला मात्र बाँकी रह्यो। फेरि ती ठुलो सुखबाट पनि वञ्चित भए, तैपनि तिनीहरू सूर्य जस्ता तेजिला हुन लागे। अत्यन्त कठोर तपस्याको कारणले गर्दा तपस्याले ब्रह्माजी प्रसन्न भएर तिनैजना सामान्य पुगी नम्र स्वरले भन्नुभयो, हे दैत्यहरूमा श्रेष्ठ भएका वीरहरू, अब तिमीहरूको तपस्याले म प्रसन्न भएँ। के वरदान माग्दछौ माग। ब्रह्माजीको यस्तो वचन सुनेर साष्टाङ्ग दण्डवत गरे। केवल घुँडाले मात्र भूमिमा स्पर्श गरी हात जोडेर बिन्ती गर्न लागे, हे प्रभु, हजुर प्रसन्न हुनुहुन्छ भने हामीलाई अवध्य कहिले पनि नमर्ने वरदान दिनुहोस् भनेर भने। अब बल पराक्रम पनि ठुलो होस्, फेरि विमान समान पनि जो हामी 3 पुर बनाउने छौँ त्यसमा मनुष्यको पनि गति नहोस्, हामी ठुला बलवान हौ, यही वरदान दिनुहोस् भने ती दैत्यहरूले त्यस्तो वर मागेको सुनि ब्रह्माजी आज्ञा गर्नुहुन्छ, यो दैत्य हो, यस्तो अवध्य वरदान दिन त म असमर्थ छु। मृत्युको अवकाश राखेर अर्को वर माग म दिन्छु, त्यसमा अन्यथा नमान। ब्रह्माजीको यस्तो आज्ञा सुनेर मैं फेरि बिन्ती गरेँ, हे प्रभु, अघि मैले जति सबै कुरा हवस मृत्युलाई पनि मैले बनाएका पुरहरू एकै स्थानमा रहने छैनन्। जब 10,000 वर्ष पुग्ला तब ती पुरको केवल आधा निमेष मात्र मेल होस् र त्यही आधा निमेष पनि जो एक बाणले तिनै पुरलाई नष्ट गर्न सकोस्, त्यही पुरुष हामीलाई मार्न सकोस्। मयका यस्ता वचन सुनेर तथास्तु भनी ब्रह्माजी आफ्नो लोकतर्फ जानुभयो।
तब त्यो मय दानवले संसार नै नाश गर्ने इच्छा लिएर आदिकल्पमा 3 पुरको रचना गर्दा ती पुरमा पहिलो फलामको, दोस्रो चाँदीको, तेस्रो सुनको पुर बनाउनु भयो। यसरी 3 पुर आकाशमा सुमेरु पर्वतका श्रृङ्ग टाकुरा हुन्। यी जस्ता देखिन लागेर ती पुरहरू चन्द्रमाका किरण लाग्नाले अति शीतल भएका, स्थान थानमा आँखी जालहरू बनेका, घरका अट्टालीहरू पनि अति अग्ला अग्ला आँगनहरूमा पनि राम्रा राम्रा देख्दै मनलाई नै अत्यन्त आनन्द दिनेवाला, मनै मोह हुनेवाला यस्ता पुरहरू बन्न लागे। शिलाहरू छापेका, हेर्दै राम्रा राम्रा अनि रङ्ग बिरङ्ग रत्न जडेका, मुगा मणि माणिक्य हिरा मोतीहरूले जडित भएका, बिजुलीके जस्तो प्रकाश भएका रत्नहरू चारैतर्फ फैलिरहेका, फेरि चित्र विचित्र प्रकाश फैराउने हिरा मोती आदि रत्नहरूले वायुको वेग लाग्नाले फरफर फराइरहेका, पताकाहरू झल्किरहेका, शोभायमान भएका, घरका पत्नहरू रत्नहरू अत्यन्त थुप्रै भइरहेका, फराकिला मार्गहरू पनि सिगारिएका अत्यन्त राम्रा पुर तयार गरायो। घर महलहरू पनि अत्यन्त अनेक रङका मनहरण गर्ने रत्नहरूले सुशोभित, ध्वजा पताकाहरूले सिँगारेर ती विमान जस्ता 3 पुरलाई शोभायुक्त बनाएर अनेक रत्न जडेका गमलाहरूमा रङ्ग बिरङ्गका जात जातका उत्तम सबै ऋतुहरूमा फुल्ने फुल जस्तै 6 ऋतुमा फल्ने फलका वृक्षहरू लगाउनु भयो। तलाउहरू अनेक प्रकारका कमल कमलिनी कुमुदिनीका पुष्पले सुमेध भएका तयार गरायो। यस्ता प्रकारले त्रिपुरवासीहरूको शोभायुक्त महल तयार भयो। मयूर डाँफे आदि उत्तम पक्षी गणहरूले युक्त पुरुषका नङ नलाग्ने जस्ता पयोधरका गोलाकार घेरामा अर्धचन्द्राकार घाउ लागेका, कलश जस्तै उत्तुङ्ग ठडिएका, कुछ भएका, मदिराले राता राता आँखा भएका, लाजले मुसुक्क हाँसे गर्ने लेलिएका नेत्र भएका जस्ता अनिध्य सुन्दरीहरूले व्याप्त भएको यो त्रिपुर परैबाट पनि अत्यन्त रमणीय देखिन लाग्यो। र यस्तो त्रिपुरमध्ये जो फलामको थियो त्यो मैले ताराकक्ष नामको आफ्नो मित्रलाई दियो, र अर्को चाँदीको जुन सुन्दर पुर थियो त्यो विद्युत प्रभालाई दियो। जुन सुवर्णले बनेको सबैभन्दा उत्तम थियो त्यो मैले आफूले लियो, र अनि त्रिपुर दैत्यवती मय मित्रवर्गहरूले सुशोभित भएको त्यो जुन थियो शोभायमान भयो। त्यो दैत्यराज आफ्ना शत्रुहरू र तिनका सेनालाई परास्त गरेर आफ्ना हितैषी ब्राह्मण वर्ग र भृत्य वर्गले शहीद भई आफ्ना आफ्ना सुन्दरी स्त्रीहरू साथमा लिएर स्वर्गभन्दा पनि व्रत सुख भोग गर्न लागे। अनि तिनै लोकमा आनन्दलाई ध्वंस गर्न लागे। साथै अभिमानले भरिएर देवताहरू विराजित भए भन्ने मनमा ठान्न लागे। तिनीहरूलाई मार्न लागेर उनका बगैँचा असल असल वृक्षहरू बिरुवाहरू उखेलेर फाल्न लागेर फेरि केही आफ्ना बगैँचा सार्न लगाए। यसरी देवताहरू सुख दिएको निकै समय यसरी देवताहरूलाई अत्यन्त दुःख दिएको निकै समय बित्न लाग्यो। र अब यसरी देवताहरूलाई दुःख दिएपछि अब तिनीहरू सबै देवताहरू क्रोधित भई ब्रह्माजीको सामु गएर त्रिपुर निवासी दैत्यहरूको सारा अन्याय उपद्रव विस्तार गर्दा भए। अनि ब्रह्माजीले समस्त देवताहरूलाई शान्त गराई आज्ञा भयो, र देवगण हो त्रिपुरासुर दैत्यहरू बडो बलवान छन्, तिमीहरूद्वारा तिनको नाश हुन सक्दैन। तसर्थ नारायण आदि सकल देवता महादेवको शरणमा जाऊ, उनैले तिम्रो उद्धार गरिदिन्छन् भनेर हाम्रा शत्रु दैत्यहरूको अवश्य नाश गर्नेछन्। ब्राह्मणजीको यस्तो हित वचन सुनेर अब ब्रह्माजीको यस्तो वचन सुनेर स्वीकार गरी ब्रह्मा विष्णु इन्द्र यम चन्द्र कुबेर वायु समेत सबै देवताहरू ब्रह्मलाई अघि लगाई कैलाशतर्फ जानुभयो। जय बोलो कैलाशपति महादेवको। यसरी पर्वतको दर्शन गर्न पाई हात जोडेर स्तुति गर्न लाग्नु हो। हे पिनाकधारिणी, हे चन्द्रमौली, हे त्रिलोकेश अमित पराक्रमी, हजुरलाई कोटि कोटि नमस्कार छ। हे चन्द्रशेखर, हे त्रिलोकेश, हे चन्द्रमौली, हे जटाजूटधारी, हे नीलकण्ठधारी, हे भोले बाबा, हजुरलाई कोटि कोटि नमन छ। संसारमा शरण दिनेवाला, अन्यायलाई न्याय दिनेवाला, अभक्तलाई भक्त बनाउने वरदान दिनेवाला हे नन्दीश्वर परब्रह्म परमात्मा संहारकर्ता शिवजी, हजुरलाई कोटि कोटि नमन छ। थोरै थिए सेवाले पनि प्रसन्न दिने यज्ञका मालिक, हिमालयमा निवास गर्ने हजुरलाई कोटि कोटि नमन छ भनेर सम्पूर्ण देवी देवताहरूले
ध्यान गर्नुभयो, स्तुति गर्नुभयो, बिन्ती गर्नुभयो। धर्ममा वृद्ध रहने, सम्पूर्ण दिशारूपी वस्त्र धारण गर्ने, भक्तलाई वर्धिनी ब्राह्मणका विधाता धाता विधाता हजुरलाई कोटि कोटि नमन छ। सम्पूर्ण सूर्य चन्द्रमा वायु आदि देवताहरूको सृष्टि गर्ने हजुरलाई नमन छ। सूक्ष्मभन्दा पनि अति सूक्ष्म काल स्वरूप नित्य स्वरूप धारण गर्ने हजुरलाई नमन छ। परभन्दा पनि परब्रह्म स्वरूप शङ्करलाई कोटि कोटि नमन छ। सारा ब्रह्माण्ड धारण गर्ने सूर्य चन्द्र वायु अग्नि जल पृथ्वी सबैलाई धारण गर्ने हजुरलाई कोटि कोटि नमन छ। हे सौम्य, हे पुरुषोत्तम, हे भूपुष्मान त्रैलोक्य सृष्टि सृष्टि संहार गर्ने हजुरलाई नमन छ। पुखा ऋषिको दाँत भाँच्नेवाला, दक्षको यज्ञ नाश गर्नेवाला हे प्रभु परमात्मा हजुरलाई कोटि नमन छ। सुरासुर उत्पन्न गर्ने, यज्ञको हर्ता कर्ता शिखण्डिने आदि हे नीलकण्ठ हजुरलाई कोटि कोटि नमन छ। निरन्तर सुधा स्वरूप पार्वतीका व्रता गणेश कुमारका पिता हे प्रभु परमात्मा हजुरलाई कोटि कोटि नमन छ। सदा मोक्ष रूप वरदान दिने हे विश्वेश्वर, हे ब्रह्मा परमात्मा, हे वरदाता हजुरलाई कोटि कोटि नमन छ। हे योगेश्वर, हे चण्डेश्वर, हे रुद्र, हे सर्व, हे शम्भु, हे भीम, हे ईश्वर, हे हजुरलाई कोटि कोटि नमन छ। हामीलाई प्रसन्न हुनुहोस् भनी यस्तो देवताहरूले काँतर भएर अनेक प्रकारबाट स्तुति बन्ती गरेपछि अब जे इच्छा छ जो वरदान माग भनेर भोले बाबाले भन्नुभयो। यसरी प्रार्थना गरेपछि भोले बाबा अत्यन्त प्रसन्न भएर मैले नदिने यो संसारमा केही वस्तु छैन, म इच्छा पूर्ण गर्न तयार भएको छु, तिमीहरूको लागि इच्छा दिनको लागि तयार भएको छु, जे इच्छा छ निसङ्ग भएर माग। यस्तो महादेवको आज्ञा सुनि प्रसन्न भएका देवताले विनम्र स्वरमा बिन्ती गरे, हे प्रभु ब्रह्माको परले उन्मत्त भएका मयादि दानवले हाम्रा उर्वशी मेनका आदि अप्सराहरू बलजफत लुटेर लगे, नन्दवनका असल बोटहरू बिरुवाहरू पनि उखेर नाश गरे अनि आफ्ना घर ओसारी देवताहरूको नाश गर्न भन्दै हामीलाई अनेक अनेक प्रकारबाट दुःख दिइरहेका छन्। हे भोले बाबा अमरावतीबाट पनि हामी निक्ल्यौँ, भगवान् ती दैत्यको संहार गर्न ब्रह्मा विष्णु पनि सामर्थ्य छैनन्। हे ईश्वर अब जसरी हामी देवताहरूको बल हुन्छ सोही अनुसारले हामीलाई अब वरदान दिइबक्सियोस्। यति सुनि शिवजीले फेरि भन्नुभयो, हे देवता हो तिमीहरू मेरो रुद्र तेज एक अंश धारण गरी रुद्र तेजमय रूपले ती देवताहरूको संहार गर, ती दानवहरूको संहार गर। मैले तपाईँहरूलाई रुद्र तेज दिन्छु, त्यसैबाट चाहिँ ती दानवहरूको संहार गर भनेर भोले बाबाको यस्तो वचन सुने देवताहरूले बिन्ती गर्दछन्, हे भगवान् हामी हजुरका तेजको 1000 अंशको एक अंश पनि धारण गर्न समर्थ छैनौँ। हे भोले बाबा रुद्र तेज धारण गर्ने कुरा त परै रहोस्, हेर्न शक्तिसम्म पनि हामीमा छैन। हे प्रभु हामी पर प्रसन्न भएर अब यो अजय त्रिपुरासुरलाई स्वयं संहार गरी बक्स्नुहोस्। ब्रह्माजीको वरदान अनुसार दिव्य 10,000 वर्ष बितेपछि आधा निमेषती त्रिपुरको मिलन हुनेछ। उही आधा निमेष भित्रैमा त्यो त्रिपुरलाई जसले एकै बाणले भस्म पार्ला उसैद्वारा ती दैत्यहरूको संहार होला, अन्यथा तिनको मृत्यु हुने छैन। हे शशिशेखर हामीदेखि प्रसन्न भई पापिष्ट त्रिपुरासुरको नाश गरी बक्सियोस्। देवताहरूले त्यस्तो प्रार्थना सुनि शिवजीले फेरि आफ्नो आज्ञा गर्नुभयो र हे देवताहरू यस्तो अवैध त्रिपुर छ भने तिमीहरूको हितका निमित्त म एउटै बाणले तिनै पुरलाई भस्म गरिदिनेछु। एक बाणले 3वटा पुरलाई नै भस्म गरिदिनेछु भनेपछि भोले बाबाले त्यस्ता अझै दानवहरूलाई साथ युद्ध गर्नको लागि हिमालय समान अब मेरो निम्ति एउटा रथ तयार पारेर म युद्धमा जानेछु भनेर महादेवको आज्ञा सुनि प्रसन्न भए देवताहरूले प्रणाम गरेर होस् भने तत्काल विश्वकर्मालाई डाकेर महादेवका निमित्त देवताहरूले अवयव भएको सुवर्णमय रथ तयार पार्नुभयो। यस रथमा दुवै पाङ्ग्रामा सूर्य चन्द्रमा भए, दक्षिण पाङ्ग्रामा 12 सूर्यभूषण बनाइयो, बायाँ चक्रमा 27 नक्षत्र 16 कला भूषण गरियो। यसरी 60 ऋतु रथका दायाँ बायाँमा राखियो र आकाशको गजुर र पाङ्ग्रा अड्याउने दण्ड मन्द्राचलको बनाउनु भयो। यसरी ऐनहरू ऋतुहरू पनि संवत्सर रथका बेग भए, 4 समुद्र रथका कुण्डलिका भए। गङ्गादि समस्त तीर्थहरू राम्रा राम्रा वस्त्र आभूषण परि स्त्री रूप धारण गरेर हातमा चमरले रथमा उभिए। सारथी स्वयं ब्रह्माजी बनेर ब्रह्मस्वरूप ओमकारको कोरा बनाएर विन्ध्याचलको छत्र निरूपण गरे। मन्द्राचलको पार्श्वदण्ड बनाएर सरस्वती घण्टलिङ्ग अनि श्री नारायण अग्निबाणको टुप्पो भएर 4 वेद 4 घोडा भएर ताराहरू घोडाका गहना भए। हे अगस्त्य मुनि यसरी समस्त वस्तु रथका अवयवहरू भएर जसरी जब धातु बाण सहित तयार भयो तब पृथ्वी आकाश कम्पित पार्दै भगवान् शिव त्यस रथमा आरूढ हुनुभयो र त्यस रथका अघिपछि शिवका गण शङ्कुकर्ण चण्डेश्वर गणेश नन्दी
अनि प्रथम गणहरू 16 पट्टिस आदि अनेक शास्त्रहरू लिएर शङ्ख भेरी मृदङ्ग पुष्पको वर्षा गराउँदा भए त्यस बेलाको रुद्रतेज सहन गर्न नसकी समस्त देवता मोहमा प्राप्त भए। महादेवले देवताहरूको स्थितिदेखि आफ्नो तेज खिची केही कम पार्नु भएर अनि देवताहरू रुद्र तेज सहन गर्नमा किञ्चित समर्थ भएर त्यसपछि नारद मुनि ती दैत्यहरू कहाँ गएर भन्न लाग्नुभयो, हे दैत्यराजहरू, देवताहरूको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरूको संहार गर्न भनी आइराख्नु भएको छ। अब तिमीहरू जो इच्छा छ गर, नभए तिमीहरूको अविलम्ब नाश हुनेछ भनेर नारदजीले यस्ता वचनहरू सुनेपछि ती दैत्यहरू सुनेपछि नारदजीबाट मै आफ्ना मित्र तारकाख्या बिन्दुमाली अनि अनन्य योद्धाहरूलाई डाकी नारद मुनिको आज्ञा भएको कुरा विस्तारले सुनाएर अनि दानवरमा उत्तम बलवान भएको तारकाख्याले भनौँ, हे राजन, किन चिन्ता गर्नुहुन्छ? देवताहरू यथार्थ रूपमा बाध्य छन्। अब यो त्रिपुर भेदन गर्ने कसको पराक्रम वा शक्ति छ? यदि समस्त देवता यक्ष गन्धर्व किन्धर्व दैत्य नागहरू अब अभेद्य भएका नै रहेछ, फेरि शत्रुलाई जित्न सामदाम दण्डभेद आदि अनेक किसिमका नीति छन्। अत जित्ने इच्छा भएका बलवान शत्रुलाई आफ्नो पराक्रमद्वारा दण्ड दिनु नै उचित हुन्छ। वीर तारकाको कुरा सुनि बिन्दुमाली भन्न लाग्यो, हे राजन, श्रीन र बलहीन देवता कुनै प्रकारले पनि हामीसित युद्धका लागि अगाडि आउन सक्दैनन्। यदि कोही मूर्खता गरेर हामीसँग युद्ध गर्न अघि सर्छन् भने त्यो अवश्य क्षयमा प्राप्त हुनेछ, यसमा शङ्का छैन भने हे राजन, यसमा चिन्तित हुनुपर्ने कुनै कुरा छैन। एकमत भएर युद्ध गरौँ अनि समस्त देवताहरूलाई जितेर इन्द्रको पनि भोग गर्नुहोस्। फेरि अघिका हिरण्याक्ष र हिरण्यकाशिको पद पाई 14 भुवनको अङ्कट राज्य भोग्नुहोस् भनेपछि बिन्दुमालीका यस्ता वचन सुनेपछि कुरा सुनेर मैं शान्त स्वरमा भन्यो, हे दैत्य सुनौ, अब हाम्रो नाशको बखत आइसक्यो। अब यति भनेर देह कम्पित पारेर शिर हल्लाउँदै फेरि भन्न लाग्यो, र हे शत्रु, आफूभन्दा बलियो वा निर्बल छ भने तँसँग सामदाम दण्डभेद आदि नीतिको प्रयोग गर्न सकिन्छ। यी सम्पूर्ण जगतका स्वामी श्री महादेव हुन्। उनी दानव देवताहरू धेरै व्रत श्रेष्ठ छन्। यदि देवताहरूको हितका लागि उनी स्वयं हामीलाई मार्न आइरहेका छन् भने यसको कुनै पनि उपाय छैन। केवल महादेवको नजिक गई उनलाई नमस्कार गरौँ भनेर अन्तिम निर्णय हो। यदि हामी उद्दण्ड चाहिँ कठोरता धारण गरेर उनका सामु युद्ध गऱ्यौँ भने केवल उनको दृष्टिपात हेराइले नै हामी भस्म हुनेछौँ। ब्रह्मादि देवता पनि दुखी भएका जसका शरणमा जान्छन् आज ईश्वर हाम्रो नाश गर्न आइरहेका छन् भने हाम्रो गति होला भन्न सकिन्न। यो क्षण मात्रमा पनि सम्पूर्ण सृष्टि पालन नाश गर्न सक्दछन्। फेरि यो जगतका कारण मुक्तिदाता पनि हुन्। श्री महादेवसँग युद्ध गरेर हामी कसरी जित्ने आशा गर्न सक्दैनौँ। हे वीरो, विधिहीन तपले के हुन सक्दछ र फेरि त्यसको फल हामीले धेरै वर्षसम्म भोग गरिसक्यौँ। अत म भन्दछु, हे दानव वीरो, तिमीहरू सबै कालले प्रेरित छौ, त्यसै कारण युद्ध गर्न तम्सिरहेका छौ। मैको यस्तो कुरा सुनि नारद मुनि उन्मत्त दैत्यहरूको मृत्यु रूप यो कुरा भन्न लागेर, हे दैत्यराज, अब तिमीहरूको तपस्या सकियो। यदि सङ्ग्राममा पछि हटेर नपुंसक झैँ देवताहरूको शरणमा जानुभन्दा त समग्र सङ्ग्राममा लडी वीरगति पाउनु नै उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायौँ भने उनका प्रथम गणहरूको अधिपति पनि हुन सक्दछौ। सङ्ग्राम नगरेर शरण पर्न गयौँ भने देवताहरूको हितका लागि तिमीहरूको नमारी छोड्ने छैनन्। फेरि दानवहरूका राजा वीर पराक्रमी भएर कायरतातिर लाग्नु उचित छैन। कायरतादेखि शिवजी प्रसन्न हुनु हुँदैनन्। बरु युद्धमा पराक्रम देखाउने वीरदेखि बोले बाबा प्रसन्न हुनेछन्। अत किन नलड्ने, लड अवश्य। यदि समयले जितो भने पनि तिनै लोक सुख भोग गरौँला। नारद मुनिका यस्ता कुरा सुनेर तारकाख्या बिन्दुमाली अनि दानवहरू आयुष्य क्षीण भइरहेका हुनाले भन्न लागे, हे ठिक हो, उत्तम हो, नारदजीको आज्ञा दिएको उचित हो। दानवहरू राजमध्ये मै पनि आफ्नो सहयोगीहरूको कुरा सुनि अब समस्त दानव वंशको संहार हुने समय भयो भन्ने जानी नारदजीको आज्ञा भएको उचित हो भनी समर्थन गरेर अनि मयका वचन सुनेर नारदजी पनि प्रसन्न हुनुभयो र समस्त दैत्यहरू युद्ध गर्न उद्धत पारे मयसित बिदा मागे। महादेव कहाँ गएर उहाँ भएको कुरा सबै बिन्ती निवेदन गरे। त्यसपछि समस्त दानवहरू युद्धको इच्छा गरी अनेक तरहका शस्त्रास्त्रले सज्जित भई लड्न तयार भएर बालनमा नेमिनामा
बाणासुर तारक्य बिन्दुमाली आदि प्रधान दानवहरू पनि युद्धको निश्चय गरी राजा मयको सामुन्ने आएर युद्ध अनेक प्रकारले सिंहनाद गर्दै गर्जन थाले। फेरि ती दानवहरू सैन्य स्वयं दानवहरूलाई नै भयदायक देखिन लागेर परस्पर ऊ रथ आयो उता हेर महादेवको रथको ध्वजा देखिन भन्न लागेर भय र शोकलाई त्यागेर नाना तरका शस्त्र अस्त्रले युद्धको इच्छाले जसरी पशु आगोको नजिक गए झैँ कालले प्रेरित दैत्यगण शिवको रथ कहिले आइपुग्छ युद्ध गर्न पाइन भनी हेरिरहे। त्यसै बखतमा परिश्रम सागरको हेरिरहेर त्यसै बखतमा पश्चिम सागरको शिरोभागमा रहेको अनेक सौन्दर्य शोभा बढाइरहेका ध्वजा पताकाले सुसज्जित भइरहेको सुमेरु पर्वत त्रिपुरम देखिन लागेर नन्दीश्वर आदि महादेवका प्रधानगणहरू उच्च स्वरले सिंहनाद गर्न लागे। तिनको सिंहनाद सुनेर दानवगणहरू पनि नगर छाडी बाहिर निस्केर यता चण्डेश्वर पनि उज्जवल कुठार हातमा लिएर डरलाग्दो मुख पारी शिवगणका सामुन्ने आएर फेरि त्यो दिव्यमान त्रिशूल हातमा लिई शिवकै समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभागमा आएर अन्य गणहरूका स्वामी शङ्कुकर्ण मुसल हातमा लिएर अर्को पार्श्वमा डटे नन्दी भृङ्गे रिठी तुण्डी र वीरभद्र आदि प्रधान वीरहरू पनि वज्र त्रिशूल गदा परिक आदि लिएर युद्धमा अग्रसर भए। यता दानवगढ पनि शिवजीको रथ आएको देखेर युद्धका निमित्त अनेक शस्त्र अस्त्र लिएर शिवगढमाथि जाइ लागेर अनेक दुवै तर्फबाट युद्ध सुरु भयो। शिवजी पनि त्रिपुरलाई भस्म हुन लागे जस्तै देखेर प्रसन्न मुद्राले सङ्ग्राममा तत्पर रहनुभयो र नन्दी महाबली दानवसित जुधेर भृङ्गीले 10 बाणद्वारा विद्युत प्रबललाई भेदन गरेर र तर राता राता नेत्र पारे अनेक शिलाले ठोक्दा पनि उसलाई केही पनि गर्न नसकेका तब श्रृङ्ग र रिटी त्यस दैत्यका पृष्ठदेशमा प्रहार गरेर अनि उसले पनि सर्प झैँ निश्वास फेर्दै ठुलो सुलले भृङ्गी र रिटीलाई मर्ममा प्रहार गरेर पीडा खप्न नसके भृङ्गी र रिटी सङ्ग्रामबाट भागेर त्यस दानवराजले जब तिनीहरूलाई यसरी भाग्दथ्यो तब गणनायक गणेशलाई पनि 1000 शिरको प्रहारले घायल तुल्यायो। फेरि 63 र 10 बाण थपेर गणेशको सर्वाङ्गमा घाउ लगाएपछि बैरीको यस्तो अदन्य साहस देखेर गणेशजी पनि रिसाई सुड लामो पारे त्यस दानवको घाँटीमा बेरी बेसरी निमुठी मत्त हात्तीले तलाउमा फुलेको कमलको फुललाई सहजै उखेले चाहिँ विद्युत प्रभा दानवको शिर उखेलेर फालिदिनु भयो। अनि गिँडबाट छुट्टिएको उसको शिर सरोवरमा छुट्टी हात्तीका दाँतमा अड्केको कमलको पुष्प चाहिँ सुशोभित भएर फेरि देखेर भृङ्गी र रिटी अनेक स्तुतिगान गर्न लगे। अनि नेमी नामा र बल नामा दुवै दानव रिसाई गणनायक गणेशका सर्वाङ्ग बाण हानेर घाउ लगाउन थालेर ती दानवहरूलाई शङ्कुकर्णले बिचैमा रोकेर तिनका रथ सारथी ध्वज र घोडा सबै काटी मारे विरथी गराएर ती दुवै दानवहरू पनि अब तत्काल अर्को रथमा चढेर आई चण्डेश्वर र गणनायकका सबै अङ्गमा अनेक बाण प्रहार गरी घाउ पारिदिएर गणनायक र चण्डेश्वरले पनि दानवका प्रहार खपेर रिसले राता आँखा पारी हातमा मुसलले बेगले हानेर त्यसको चोट खप्न नसके दुवै दानव यमराजको नगरमा पुगेर त्यसपछि त्रिपुर निवासिनी ठुला जो योद्धहरू थिए ती सबै रिसले चोर भई एकसाथ निस्केर वज्र त्रिशूल परिघ कुठार आदि अस्त्र लिए शिवजीका गणमाथि जाइ लागेर यसरी परस्पर घोर घमासान सङ्ग्राम चल्न लाग्यो। युद्ध भयो। महादेवको आज्ञा पाएका शिवगणहरू पनि गजराजले कदली बन्दोबस्त पारे झैँ उन्मत्त सिंहले मृगहरूलाई झर्काए जस्तै गरे दानवहरू छिन्न भिन्न पारी मर्न लागे। ती दैत्यहरू कसैको शिर छैन, कसैको घेण छैन, कसैको हात छैन कि भिन्न मेघ जस्तै भएका वज्रका चोटले धुलो भएका पर्वतका शिखर जस्तै लड्दै परिश्रम गर्दै पश्चिम दिशातर्फबाट समुद्रमा ढले गिर्दै गए। जब नेमिमा र बलनामा नाम गरेका वीरलाई शङ्कुकर्णले मारेर भन्ने सुनेपछि तारखेर नाम गरेको दानव रिसाएर गणनायक माथि जम्टियो र अनेक बाण प्रहार गरेर घायल पारिदियो र तब शङ्कुकर्णले पनि त्यसमा प्रहार खेपेर त्यसको शिर मुसल बजारी उच्च स्वरले सिंहनाद गरेर अनि त्यो दानव देखे बलुइनो हेर गिर्ला जस्तै देखियो अनि निर्धकसहित छातीमा भाला प्रहार गरेर त्यस चोटले दानव भूमिमा लड्यो। तर तुरन्त उठेर चक्रले गणनायक माथि प्रहार गर्यो।
यसरी शङ्कुकर्ण रिसाई साह्रै पीडा गरेर मुड्कीले हिर्काएर त्यो चोटले दानव फन्न गुमेर अब ढली मुर्छा परेर दिव्य आयुधहरू त्याग्दा भयो। अब अनेक चोटहरू खप्न नसकेर मृत्यु प्राप्त गर्यो। यसरी उठाइ गिरेको देखेर राजाले मएको भवनमा लगेर सारा स्थिति सुनाउँदै अनेक किसिमका विलाप गर्न लागे। त्यसरी रोइ विलाप गर्न लागेका दानवहरूलाई मैले राम्ररी बुझाइ भने, हे दानव, मेरो घरमा अमृतको कुण्ड छ, त्यसैमा चोबी मरेका जति सबै दानवहरूलाई बचाउँ भनेर। यति सुनेपछि जो आज्ञा होस् भने मनले मरेका तारकासुरलाई अमृतमा चोबेर बचाएर मरिसके वीरलाई पनि जीवन प्रदान गरेको भने अब भन्ने खुसीले राजा मैले सबैलाई बारम्बार प्रणाम गरे। यसै गरी मरेका ती दानवहरूलाई पनि जीवित पारेर अनि तारकाख्य पहिले भन्दा पनि दोब्बर सास र शक्ति साथ सङ्ग्राम आएर ब्रह्माजीले त्यसलाई देख्न साथ आफ्नो दाहिने हातको औँलाले सङ्केत गरेर श्री महादेवलाई बिन्ती प्रकट भए, हे ईश्वर, त्यो दानव अघि नै मरिसकेको तर अहिले फेरि बाँचेर लडाइँमा आयो। मयका घरमा अमृतको कुण्ड छ, त्यसले मरेका समस्त दानवहरूलाई बचाउनेछ। अत हे भोले बाबा, त्यसका घरमा अमृत रहेसम्म मरेका सम्पूर्ण दानवहरू बारम्बार बाँचिराख्नेछन्। यस कारणले गर्दा एक बाण प्रहार गरेर त्यो अमृतको सोसी लिनुपर्दछ। ब्रह्माजीको यस्तो वचन मानेर शिवजीले एक बाण प्रहार गरेर सारा अमृत सोसी लिनुभयो। ब्रह्माजीले फेरि बिन्ती गर्नुहुन्छ, हे प्रभु, अब त्यो बाण प्रहार गर्नुहोस्। मैले त्रिपुरवासीको युद्ध अगाउनी जल देखेर अब लड्दा लड्दा आज 1000 वर्ष बितिसक्यो तर त्यसको नाश हुन सकेन। अब त्यो बाण शीघ्र छाड्नुहोस् भनी अनि बैरीको नाश होला। ठिकै उसै बेलामा पनि तिर पुरहरू आधा निमेषसम्म पनि झेरी फेरि छुटिने छन्। अब ती पुरहरू एकपल्ट छुटिएपछि जति बाण प्रहार गरे पनि सफलता प्राप्त हुन सक्दैनन्। हे प्रभु, मेरो प्रार्थना स्वीकार गरिबक्सियोस् भनेर तत्काल बाण प्रहार गरेर त्यस त्रिपुरलाई नाश गर्नुहोस्। ब्रह्माजीको यस्तो विनययुक्त कुरा सुनि ठिक हो, असल हो भने त्यो अग्नि सोम वायु उग्र बाण धनुमा राखी धनुलाई तलमाथि झुकाई दिव्य 10,000 वर्ष पुग्न साथ आधा निमेष आँखा झिम पारेर उगारेर जति समयको लागि त्रिपुर जोरियो र तब महादेवले आफ्नो योग बलले निश्चल पारिदिनु भएर अनि त्यसको टुप्पोमा अग्निशोम स्थित थिएर त्यो नारायण रूपी बाण शिवले प्रहार गर्नु गर्यो। त्यो बाण छुट्न साथ त्रिपुरका भव्य महलहरू आगो लागेर चारैतर्फ ढड्न लाग्यो र धिक धिक कष्ट कष्ट भन्ने शब्द सुनिन लागेर महादेवले तत्काल नन्दीलाई भन्नुभयो, हे मय दानव प्रिय भक्त छ, त्यसलाई अग्निले नडराउन्। श्री महादेवको यस्तो आज्ञा पाउन साथ वायु रूप भई बाणभन्दा पनि बेगले गई मयको घरमा नन्दीले देखेर राजा मय शिवलिङ्ग सामुन्ने राखी उनकै ध्यान गरिरहेका थिए। तब त्यो नन्दीले मयलाई भने, अग्निले तिमीलाई जलाउने छैनन्। मयले तुरन्त नन्दीलाई प्रणाम गरेर त्यो बेलामा अग्नि पनि आइपुगेर नन्दीले शिवको आज्ञा गर्नलाई अब अग्निलाई सुनाइदिएर तब अग्निले मय दानवहरू फर्केर भने, हे शिव, अब तिमी यो नगर छडेर तुरन्त जाऊ। मैले जो आज्ञा होस् भनेर सुवर्णको शिवलिङ्ग बोके तत्काल पातल गएर यता नन्दीले फर्केर गई सम्पूर्ण कुरा शिवजीलाई बिन्ती चढाएर अब त्रिपुर भस्म हुन लाग्यो। त्यसका वेदी महल उदानहरू धमाधम भत्किएर नासिन थाले। अनेक दानवहरू तिनका परिवारहरू मात्र सुनिन लाग्यो। अब वस्त्र खुस्केका अनेक सुन्दरीहरू स्त्रीहरू घरबाट बाहिर निस्किरहे। कराएको चर्को स्वर सुनिन लाग्यो। अग्ला अग्ला महल विमानहरूमा रहेका कठोर र उच्च स्तन भएका मदले विह्वल नेत्र भएका आफ्ना पतिका अत्यन्त प्रिय नारीहरू अग्निबाणले डराई घर घरमै यताउता दगुर्न र खराउन थाले। जस्तै पर्वतमा भूमिकम्प हुँदा त्यहाँका किनारहरू भयले व्याकुल हुन्छन्, त्यस्तै प्रकारले पतिलाई भएको अनुकूल भई अङ्कमाल गर्न थालेर केही डराई भाग्न लागेर कतिपय दानवगणहरू आफ्ना स्त्रीहरूलाई बोकेर नगर छाडी बेग्लै भाग्न लागे। शिवजीको भक्तिले हिन र वस्त्रभूषणले पनि हिन पर्वताकार देख्दैमा डरलाग्दा काला दानवहरू डढेर सागरमा खस्न लागे। जति दानवहरू समुद्रमा खस्दथे ती सबैलाई जलका अनेक जन्तुले खान थाले। कति दानवहरू त आफ्ना पति वा पत्नीको अवस्था देखेर खप्न नसकी आगोमा डुबेर मरे। र तीका अन्त्यमा खेदित भएका तर तुरन्त कामले पीडित भई प्रियाका साथमा जाउँ भन्ने इच्छा भएका ती दैत्यहरू
भार्यसहित अग्निमा डढेर मरे, कोही समुद्रमा हाम फाली जल जन्तुको भोजन भए, कोही आधा डढेर कोही भाग्दा डढेर स्वाहा भए। यस प्रकारले अमोघ अग्नि सोमयुक्त बाणले त्रिपुर भस्म पारी शेष नगर समुद्रमा डुबी फेरि भगवान शिवजीको हातमा आइपुग्यो। यस्ता प्रकारले अवैध त्रिपुर भस्म भएपछि देवताहरू आफ्ना आफ्ना अधिकार पाई शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागि, हे रुद्र, आज हजुरद्वारा जुन रौद्र कर्म हुन गयो त्यो अन्य कसैबाट पनि कहिले पनि भएको थियो न त फेरि हुनेछ। हे शङ्कर, कामले पनि हामी समस्त देवताहरूको कष्ट निवारण गरिबक्सनुभयो, अत हजुरलाई कोटि कोटि नमन छ। हे भोले बाबा, यस्तो देवगणले स्तुति गरेको सुनि महादेव प्रसन्न हुनुभयो, आज्ञा भयो, हे देवता हो, आफ्ना प्रिय भक्तजनलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालन गर्नुपर्दछ। आज त्रिपुरावासी दानवहरूको संहार हुन गएकोले तिमीहरूले इच्छा पूर्ण भयो, अब तिमीहरू खुसी साथ आफ्ना आफ्ना आश्रममा जाऊ। श्री महादेवको यस्तो आज्ञा भएको सुनि महादेवलाई दण्डवत प्रणाम गरी आफ्ना आफ्ना लोकमा जाँदा भए। देवताहरू पछि गएपछि नन्दी भृङ्गी भूत प्रेत पिचासगण पाल्नुभयो। हे अगस्त्य मुनि, यो सहरमा अब कसैले वर्णन गर्न नसक्ने कुरा त्रिपुर दह मैले सुनाएँ, यो साहसका साथ मैले सुनाएँ। जो शिवभक्त खुसी साथ यो कथा सुन्ला वा सुनाउला समस्त पापबाट मुक्ति प्राप्त हुनेछ, मरेपछि पनि शिवजीको पार्षद भएर कैलाशमा बस्न पाउनेछ। त्यस कारणले गर्दा शिवजीको भक्ति प्राप्त हुनेछ भन्ने श्रवणको कथा यस अध्यायबाट। स्वस्ति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य सम्वादस्य श्री स्वस्तानी परमेश्वर व्रतकथाय त्रिपुर दाह वर्णनं नाम पञ्चमो अध्याय। हरये नमो नमः। उपनयतु मङ्गलं व सकल जगन मङ्गलालय श्रीमन् दिनकर किरण निबोधित नवनलीन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धनाः सदना सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्ग या कुन्द्यन्तु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणवरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करपार्वतीभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणेति समर्पयेतत् नारायणायेति समर्पयेतत्। श्री स्वस्तानि देव्यार्पणम् अस्तु।